नमस्कार। समाचारालय बुलेटिनमा स्वागत छ। म राजेन्द्र राजगिरी। आज मिति 2083 साल साउन 12 गते मङ्गलबार। समाचार अब विस्तारमा। 5 दिन अघिदेखि धनगढीमा मरण अनसन बसेका डाक्टर गोविन्द केसी र नेपाल सरकार बीच महत्त्वपूर्ण सहमति भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लगायत 7 बुँदे मागमा सहमति भएपछि उनले अनसन तोडेका छन्। प्रतिनिधि सभाका सदस्य पुकार बम र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको गोहबरमा भएको वार्तापछि 7 बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारका तर्फबाट मन्त्रालयका सचिवहरूले हस्ताक्षर गरेका छन्। सहमति अनुसार गेटा विश्वविद्यालयमा 300 शय्याको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति, पूर्वाधार र उपकरणको व्यवस्था तत्काल अघि बढाइनेछ। त्यस्तै चिकित्सा शिक्षा सुधार सम्बन्धी कानुनी संशोधन प्रक्रिया संसदको चालु अधिवेशनमै पेश गर्ने सहमति भएको छ। त्यसै गरी सरकारी चिकित्सा शिक्षण संस्थालाई गैर नाफामूलक रूपमा सञ्चालन गर्न उच्च स्तरीय कार्यदल गठन गर्ने, सुदूरपश्चिममा स्वास्थ्य र शिक्षाका पूर्वाधार विस्तार गर्ने र विगतका सहमति कार्यान्वयनको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकत्वमा समिति बनाउने सहमतिमा उल्लेख छ। गत बिहिबार सुरु भएको अनसन यो सहमतिसँगै टुङ्गिएको छ। ललितपुरको महाङ्काल गाउँपालिका 2 कटन भन्ज्याङमा एसओएस बालग्राम भक्तपुरका कर्मचारी सवार स्कर्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। कोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको 4639 नम्बरको उक्त गाडी सडकबाट करिब 50 मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका चालक 54 वर्षीय शक्ति प्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कर्पियोमा चालक सहित 6 जना सवार थिए। दुर्घटनामा घाइते भएका 5 जना मध्ये 4 जनाको ललितपुर महानगरपालिका 17 वाको स्थित डिएनबी अस्पतालमा उपचार भइरहेको छ। 1 जनाको महाङ्काल गाउँपालिका 2 मणिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। डिएनबी अस्पतालमा कोटेश्वरकी 39 वर्षीय सस्मिता कतिवडा, नवलपरासीको गैंडाकोट घर भई हाल काठमाडौँ बस्ने 35 वर्षीय भरत पौडेल, बर्दिया घर भई काठमाडौँ बस्ने 36 वर्षीय बिना सोनाहा र नुवाकोट घर भई काठमाडौँ बस्ने 26 वर्षीय देवेन्द्र राज पाण्डे छन्। काठमाडौँको कीर्तिपुर 5 का 39 वर्षीय निशान महर्जनको भने मणिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले साम्प्रदायिक हिंसा भड्किएका इलाकामा 4 किल्ला तोकेर अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। गए राति 9 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको हो। पूर्वमा किनरवा नगरपालिका 3 र 6 को सीमा महेन्द्र राजमार्ग अन्तर्गतको घोटाली टोल, पश्चिमतर्फ कोशी ब्यारेजको पुल र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि 200 मिटरको क्षेत्रमा कर्फ्यू लगाइएको सुनसरी प्रशासनको कर्फ्यू आदेशमा उल्लेख छ। अन्धाधुन्द गोलीकाण्डले सिङ्गो सुनसरीको सुरक्षा नेतृत्व नै घेरघेर सिडिओदेखि टिआइजीसम्मलाई गृहले रातारात तान्ने काम गरेको छ। सुनसरीमा आइतबार राति भएको अन्धाधुन्द गोलीकाण्ड र भिडन्तले त्यहाँको सिङ्गो प्रशासनिक र सुरक्षा नेतृत्व नै परिवर्तन गराइदिएको छ। दुई समूह बीचको सामान्य झडपले उग्र रूप लिँदै अन्धाधुन्द गोली नै चलेपछि 1 जनाको ज्यान जानुका साथै 24 जना घाइते भएका थिए। सो गम्भीर घटना लगत्तै गृह मन्त्रालयले कडा कदम चाल्दै प्रमुख जिल्ला अधिकारी सहित प्रदेश र जिल्लाका उच्च सुरक्षा अधिकारीहरूलाई रातारात फिर्ता बोलाएको छ। घटना नियन्त्रणमा कमजोरी भएको भन्दै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर उनको ठाउँमा सङ्घुवा सभाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याललाई हटाएको छ। त्यसै गरी कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने उनको स्थानमा प्रहरी नायक महानिरीक्षक शेखर खनाललाई पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हटाएर त्यहाँ कार्यरत प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई सुनसरीको जिम्मेवारी दिइएको छ। साथै सशस्त्र प्रहरी बल कप्तानगञ्जमा कार्यरत प्रहरी नायक उपरीक्षक नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाएर प्रधान कार्यालयका प्रहरी नायक उपरीक्षक मदन नाथलाई पठाइएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा आइतबार राति सुरु भएको साम्प्रदायिक विवादले भयानक रूप लिएपछि अन्धाधुन्द गोली चलाइएको थियो। गोलीकाण्ड सहितको उक्त झडपमा 1 जनाको ज्यान गएको छ भने 9 जना सर्वसाधारण, 10 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी गरी 24 जना घाइते भएका छन्।
यसैबीच घटनाका विषयमा विस्तृत छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। समितिलाई कसले र कुन परिस्थितिमा अन्धाधुन्द गोली चलायो भन्ने लगायत समग्र घटनाको अनुसन्धान गरी एक साताभित्र सत्य तथ्य सहितको प्रतिवेदन बुझाउन मन्त्रालयले निर्देशन दिएको छ। दर्शकवृन्द, वर्षौंको मेहनत, अनगिन्ती रातको जागरण र एउटै सपना लोक सेवा पास गर्ने। तर यदि परीक्षा दिनु अघि नै नियम सरकारको इच्छा अनुसार बदलिन थाल्यो भने अहिले ठिक यही प्रश्न उठाउँदै हजारौं परीक्षार्थीहरू सडकमा उभिएका छन्। आरोप छ लोकसेवा आयोगको स्वायत्ततामाथि हस्तक्षेप गरेर निष्पक्ष प्रतिस्पर्धामाथि नै प्रश्न उठाइएको छ। संवैधानिक तथा स्वायत्त निकायका रूपमा रहेको लोकसेवा आयोगको अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै अचेल काठमाडौँको माइतीघर मण्डलामा विद्यार्थी र परीक्षार्थीहरूले दैनिक जस्तो प्रदर्शन गर्ने गरेका छन्। विरोधको केन्द्रमा छ मुख्य सचिव स्तरीय बैठकबाट भएको एउटा निर्णय। उक्त निर्णय अनुसार अब पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशित गर्नु अघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। प्रदर्शनमा उत्रिने परीक्षार्थीको भनाइ छ यसले लोकसेवा आयोगको स्वतन्त्र निर्णय क्षमता कमजोर बनाउने मात्रै होइन, आयोगको निष्पक्षता र संवैधानिक स्वायत्ततामाथि समेत गम्भीर प्रश्न खडा गर्छ। लोकसेवाको तयारीमा रहेका विद्यार्थीहरूले उक्त निर्णय तत्काल फिर्ता लिन माग गर्दै सरकार विरुद्ध नाराबाजी गर्ने गरेका छन्। उनीहरूको स्पष्ट भनाइ छ लोकसेवा आयोग कुनै पनि राजनीतिक वा कार्यकारी प्रभावभन्दा माथि रहनुपर्छ। सम्पत्ति शुद्धिकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स FATF को निगरानी सूची अर्थात् ग्रे लिस्टबाट नेपाललाई निकाल्न सरकारी वकिलहरू र अन्य निकायबीच समन्वय हुनुपर्ने कुरा FATF-ले उठाएकोले नयाँ रणनीतिमा नै सो प्रावधान राखिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। फौजदारी न्याय प्रणाली सुदृढीकरणका लागि महान्यायाधिवक्ताको कार्यालयले 3 अर्ब 40 करोड रुपैयाँ बजेट लाग्ने पञ्चवर्षीय योजना सार्वजनिक गर्दै यस्तो जनाएको हो। यसअघि तेस्रो 5 वर्ष योजना 71% कार्यान्वयन भएको र बाँकी लक्ष्य बजेट र विविध कारणले पूरा नभएको प्रगति विवरण सुनाएर नयाँ रणनीतिक योजना सार्वजनिक गरिएको हो। महान्यायाधिवक्ता नारायण दत्त पौडेलले क्रमागत सुधारका क्रममा मुद्दा चलाउँदा नै अपराध पीडितहरूका लागि क्षतिपूर्ति माग गर्ने परम्परा कार्यालयले सुरु गरेको जानकारी दिए। कार्यक्रममा नायब महान्यायाधिवक्ता सञ्जीव राज रेग्मीले गत वर्ष सरकारी वकिलहरूले दायर गरेका 40,000 भन्दा बढी मुद्दामा 71.19% ठहर भएको र यो दर दक्षिण एसियामै उल्लेख्य सफलता भएको बताए। अर्का नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले सरकारी वकिललाई व्यावसायिक र दक्ष बनाई फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन 2068 सालदेखि रणनीतिक योजना बनाएर कार्यान्वयन गर्ने गरिएको जानकारी दिए। फौजदारी न्याय प्रणाली सुधारका क्रममा मिलापत्र र कैदी बन्दीहरूको अस्थायी सशर्त रिहाई प्यारोल पनि लागू गरिएको जानकारी कार्यक्रममा दिएको थियो। रिहाई कैद भुक्तान गरेका 364 जनालाई गत वैशाखमा र 183 जनालाई असारमा प्यारोलमा रिहा गरेकोमा केहीले शर्त उल्लङ्घन गरेकोले फेरि कैदमा पठाइएको पनि त्यसवखत जनाइएको थियो। कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो। नागढुङ्गाको उकालो र घण्टौं लामो जामको झन्झटबाट मुक्ति पाउन सुरुङ मार्ग त खुल्यो, तर त्यसको प्रयोग चित्तैमा भने हुने छैन। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग प्रयोग गरे बापत सवारी साधनहरूले तिर्नुपर्ने सडक उपभोग दस्तुर टोल शुल्क सरकारले तोकेको छ। रोचक कुरा त के छ भने सुरुङ मार्ग हुँदै काठमाडौँ भित्रिँदा र काठमाडौँबाट बाहिरिँदा तिर्नुपर्ने शुल्क फरक फरक तोकिएको छ। सवारी साधनलाई 4 वर्गमा विभाजन गरी निम्न अनुसारको दस्तुर निर्धारण गरिएको छ। हलुका सवारी अर्थात् कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबसको काठमाडौँ आउँदा 65 रुपैयाँ र धादिङ जाँदा 60 रुपैयाँ तिर्नुपर्ने। त्यसैगरी मझौला सवारी मिनी बस र मिनी ट्रिपर ट्रकको काठमाडौँ आउँदा 115 रुपैयाँ र धादिङ जाँदा 80 रुपैयाँ तिर्नुपर्ने। ठुला सवारी अन्तर्गत बस र सिंगल रियर एक्सल ट्रकको काठमाडौँ आउँदा 260 रुपैयाँ र धादिङ जाँदा 200 रुपैयाँ तिर्नुपर्ने। भारी सवारी अर्थात् मल्टी एक्सल ट्रक ठुला उपकरणको काठमाडौँ आउँदा 600 र धादिङ जाँदा 250 रुपैयाँ तिर्नुपर्ने।
कसरी तोकियो त यो शुल्क? आयोजनाका अनुसार यो दस्तुर अचुवाको भरमा नभई सुरुङ मार्ग प्रयोग गर्दा जोगिने इन्धन खर्च र यात्रा समयको बचतलाई आधार मानेर वैज्ञानिक रूपमा तय गरिएको हो। पुरानो बाटो अर्थात् नौबिसेको उकालो प्रयोग गर्दा लाग्ने खर्चको तुलनामा सुरुङ प्रयोग गर्दा हुने अनुमानित बचतको करिब 30%, काठमाडौँतर्फ आउने सवारीका लागि र करिब 36% धादिङतर्फ जाने सवारीका लागि पर्ने गरी यो शुल्क निर्धारण गरिएको छ। तर ग्यासका बुलेट र तेलका ट्याङ्करले सुरुङमा प्रवेश पाउन सक्ने छैनन्। त्यसैगरी 2 पाङ्ग्रे र 3 पाङ्ग्रेले प्रवेश नपाउने भएपछि मोटरसाइकलवालाले सुरुङबाट हुइकिन नपाउने भएका छन्। जापानले यो सुरुङ मार्गका लागि 21 अर्ब 2 करोड नेपाली रुपैयाँ सस्तो ब्याज दरको ऋण दिएको जापानी राजदूतले जनाएका छन्। तर नेपालका तर्फबाट जग्गा किन्ने लगायत अन्य कार्यका लागि कति रकम लगानी परेको छ भन्ने यकिन आधिकारिक अङ्क सार्वजनिक गरिएको छैन। सुरुङ सञ्चालनका लागि चिनिया कम्पनीसँगको संयुक्त उपक्रम कम्पनीलाई 5 वर्षे ठेक्का दिइएको छ। अत्याधुनिक मेसिन प्रणालीबाट सुरुङ शुल्क सडक विभागको खातामा जम्मा हुने र सडक विभागले सडक बोर्ड नेपाललाई प्रदान गर्नेछ। सडकहरूको सञ्चालनको जिम्मा सडक बोर्डमा रहेको छ। डाक्टरलाई मरणासन्न हुने गरी कुटेपछि नारायणी अस्पताल ठप्प छ। उपचारका क्रममा शनिबार वीरगञ्ज 25का 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो। चिकित्सकको लापरवाही भएकोले मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि ज्यान लिने किसिमले आक्रमण गरेका थिए। आक्रमणबाट गम्भीर घाइते डाक्टर रामलाई वीरगञ्जमा आइसियु उपचारपछि थप विशेष उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर डाक्टर रामको अवस्था बुझेकी छन्। उनले कानुन हातमा लिएर स्वास्थ्य कर्मीमाथि हिंसा गर्नेलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएकी छिन्। उता वीरगञ्जमा चिकित्सकको सुरक्षा र दोषीलाई कारबाहीको माग गर्दै अस्पतालका स्वास्थ्य कर्मीहरूले वीरगञ्जको घण्टाघरमा दोषीलाई कारबाही गर डाक्टर प्रमोदलाई न्याय दे भन्दै प्लाकार्ड सहित प्रदर्शन गरेका छन्। अस्पताल प्रशासनले घटनाको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरेको छ। साथै छानबिनको रिपोर्ट नआउन्जेलसम्मका लागि बिरामीको उपचारमा संलग्न 5 जना स्वास्थ्य कर्मीलाई जिम्मेवारीबाट हटाएको छ। दर्शकवृन्द, माइतीघरमा आन्दोलनरत सहकारी पीडितमाथि सरकारले नै चरम विभेद गरिरहेको उनीहरूले बताएका छन्। व्हिलचेयरमा अशक्त छोरा बोकेर न्याय माग्ने बाबु हुन् वा फसेको पैसा नपाउँदा उपचार अभावमा छोरा गुमाएका वृद्ध, सबैको एउटै प्रश्न छ कि राज्यको नजरमा हाम्रो आँसु सानो हो? जीवनभरको कमाई सहकारीमा गुमाएका हजारौं नागरिक सडकमा छन्। तर सरकारले न्याय दिनुको सट्टा साना र ठुला बचतकर्ता भन्दै सौतेनी व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्। आन्दोलनकारीका अनुसार सरकारले मुख्य 3 विभेद गरेको छ। पहिलो, साना र ठुलाको विभेद। सरकारले केही साना बचतकर्तालाई मात्र रकम फिर्ता गरेर झारा काटेको छ। कर्जगा बेचेर जीवनभरको कमाई जम्मा गरेका ठुला बचतकर्तालाई भने पूर्ण व्यवस्था गरिएको छ। दोस्रो, सहकारीको वर्गीकरण। समस्याग्रस्त घोषणा गरिएका सीमित सहकारीलाई मात्र सम्बोधन गर्ने तर पैसा पचाइरहेका अन्य सयौं सहकारीका लाखौं पीडितप्रति सरकार मौन छ। तेस्रो, राजनीतिक संरक्षण। दलहरूले आफ्ना कार्यकर्ताले चलाएका सहकारी हबहरूलाई जोगाउने नीति लिँदा सर्वसाधारण सडकमा मौतारिनु परेको छ। विगत 42 महिनादेखि आन्दोलनरत पीडितले घाइते तथा अशक्तलाई प्राथमिकता दिँदै सबैलाई समान न्याय दिनुपर्ने माग राखेका छन्। समान न्याय नपाएसम्म मन्त्रालय घेराउ लगायत कडा आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ। दर्शकवृन्द, युरोपमा चलिरहेको विनाशकारी गर्मीको लहर बीच फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोले भयानक रूप लिइरहेको छ। घरबार छाडेर 3 लाख भन्दा बढी मानिसहरू भाग्न बाध्य भएका छन् भने अति संवेदनशील सैन्य अखाडा र क्षेप्यास्त्र निर्माण केन्द्रहरू नै आगलागीको उच्च जोखिममा परेका छन्। फ्रान्सले 2 दशक यताकै सबैभन्दा खराब डढेलोको सामना गरिरहेको छ भने स्पेनको राजधानी म्याड्रिडका अधिकारीहरूले सो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा भयानक आगलागी भएको बताएका छन्। युरोपभरि चलेको लु, हिट वेभ सँगैको अत्यधिक गर्मीपछि यो डढेलोको घटना भएको हो, जहाँ धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। म्याड्रिड बाहिरका पहाडहरूमा लागेका 3वटा छुट्टै डढेलोले करिब 297 वर्ग माइल अर्थात् 770 वर्ग किलोमिटर क्षेत्र चलेर
नष्ट भएको अधिकारीहरूले अनुमान गरेका छन्। डढेलोले चोक क्षेत्रका संवेदनशील सैन्य र औद्योगिक स्थलहरूलाई समेत खतरामा पारेको छ, जसमा फ्रान्सेली ब्यालिस्टिक क्षेपनास्त्र र रकेट मोटरहरूमा काम गर्ने र खतरनाक रसायनहरूको प्रशोधन गर्ने सुविधाहरू पनि समावेश छन्। जिरोन्डे बाँकीको उपग्रह सेटेलाइट तस्बिरले ठूलो परिमाणमा जलेर कालो भएको जमिन देखाएको छ, जहाँबाट धुवाँ पूर्वतर्फ भित्री भूभागतिर फैलिरहेको छ। आइसिसी पुरुष विश्वकप क्रिकेट लिग 2 अन्तर्गत गए राति सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। नेदरल्यान्ड्सको उट्रेक्टमा सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनको झिनो अन्तरले पराजित हुनुभएको हो। नामिबियाले दिएको 212 रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित 50 ओभरमा 6 विकेट गुमाएर 208 रन मात्र बनाउन सफल भएको थियो। प्रथम काठमाडौँ खेल मण्डल एनआरटी नेपाल टप 16 ग्राउन्ड मास्टर स्नुकर च्याम्पियनसिप भोलि साउन 13 गतेदेखि काठमाडौँमा आयोजना हुने भएको छ। काठमाडौँ खेल मण्डल न्युरो टिम एनआरटीले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालका उत्कृष्ट 16 स्नुकर खेलाडीहरूको सहभागिता रहने मास्टर्स स्नुकर च्याम्पियनसिप भोलि सुरु हुने र साउन 23 गते समापन हुने जानकारी दिएको हो। प्रतियोगिताका विजेतालाई नगद 1,11,111 रुपैयाँ सहित च्याम्पियन ट्रफी प्रदान गरिने काठमाडौँ खेल मण्डल न्युरोड टिम एनआरटीका महासचिव सतीश कृष्ण श्रेष्ठले जानकारी दिए। त्यस्तै उपविजेतालाई 51,000 रुपैयाँ सहित ट्रफी र सेमिफाइनलिस्ट द्वयलाई जनही 25,000 रुपैयाँ सहित ट्रफी प्रदान गरिने उनको भनाइ छ। त्यसैगरी सेन्चुरी ब्रेक सेन्चुरी ब्रेक गर्नेलाई 25,000 तामाशाही र 80 अङ्कभन्दा बढी हाइएस्ट ब्रेक गर्नेलाई नगद 20,000 रुपैयाँ तामाशाही र ट्रफी प्रदान गरिने महासचिव श्रेष्ठले जानकारी दिए। खेलको प्रवर्धन, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ च्याम्पियनसिपको आयोजना गरिएको काठमाडौँ खेल मण्डल न्युरो टिम एनआरटीले जनाएको छ। दर्शकवृन्द, समाचारालय बुलेटिनको सिलसिला यति नै। तपाईले यो बुलेटिन कहाँबाट हेर्नु भएको छ कमेन्ट बक्समा अवश्य लेख्नुहोला र समाचारालय च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने अवश्य सब्स्क्राइब गर्नुहोला। त्यसपछिका भिडियोहरू अपलोड हुँदा तपाईको नोटिफिकेसनमा खबर आइपुग्नका लागि पनि सब्स्क्राइब गर्नुहोला।